यार मम्मी तो तबला तो नहीं साथीहरु गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी आइशा खत्री। हजुरहरू कस्तो हुनुहुन्छ होला? हजुरहरू सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै छु र हजुरहरू सन्चै हुनु चाहछको साथ म यो न्यू डे न्यू ब्लग सुरु गर्दैछौँ। अहिले भने बुनुरु म माथि आएको छ घाम ताप्नलाई। आमै कसो हाँसेको, यो पनि एकदमै खुसी छ। अब तल रुमालको चिसो हुन्छ, अफिसमा हुँदा म त बाहिर घाममा राख्नलाई उसलाई ठिक्क घाम हुन्थ्यो त्यो बाहिर बरामदामा। अहिले ती हामी घरमा अहिले यति घाम आउँदैन नि त, सो हामी त्यहाँ छौँ माथि। कसोको गरिरहेछौँ? के भइजानु तिमीलाई? के भयो? सो हामी त अहिले घाम ताप्न आएको छ, माथि छतमा आइसकेको छ। नाइ धाइ गरेर कपडा सपडा धोएर हामी दिदीबहिनी यहाँनिर घुम्दै यताउता घाम ताप्दै उहाँहरू पनि तपाईँसँग कुरा गर्दैछ। हाम्रो यो पुन्टु पनि हेर्नु हेर्नु यहाँ छ्यानो है, छ्यानो है कस्तो हाँसेको छ भने यो यसलाई आनन्दै खुसी। क्यामेरा राख्नु बित्तिकै जहिले पनि खुसी हुन्छ। तिमी झन् ठुलो भाइ झन् बदमास हुने तिमी यसलाई एकछिन बुझा छोड्ने बित्तिकै यहाँतिर राखेको यो सबै खान्छ उसले, सबै खान्छ। यहाँ जो पनि राखेको छ, जे पनि राखेको सबै खान्छ उसले। आज बिदा होमवर्क सानो सानो बहिनीहरू त्यो होमवर्क गर्दैछौँ र हामी दुइटा यहाँ डिस्टर्ब गर्न आएको छ हो सानो। हामी डिस्टर्ब कस्तो हान्छ भने मलाई त न ना 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 लो लो ऊ पनि पढ्न ल तयार। ऊ पढेको हेरौँ न, ऊ कपी खोलेर ल अब पढ ल अब खोल ल अब पढ अब के गर्ने पढिरहेको। ओइ तिमी के पनि पढ्ने हौ? जल्दी पढ्नलाई दिने कौले यसलाई यो उति फाल्ने। ल जाऊ हामी तल जाऊ, ल हामी तल जाऊ। हामी चाहिँ गयो हच। ल तपाईँहरू तिमीहरू यहाँ मसँग यहाँ पढ, हामी चाहिँ गयो। बाई बाई। जाऊँ न जाऊँ। सो साथीहरू अहिले हामी जानु लागेको कहाँ? घुम्नलाई। कहाँ गयो हाम्रो पार्टनरहरू? सो अहिले हामी जानु लाग्छ कहाँ? घुम्नलाई, किनकि आज शनिबार छ। हामी सबैजना तिनैजना जानु लाग्यो घुम्नलाई। घरमा बसी गर्न हुन्छ बोर। हावा भने एकदम चिसो लाग्छ। पछाडि बहिनी आउँछ अगाडि म घाम आएर ऊ त घाम आउँछ। साथीहरू के थाहा छ, सानी र म हामी जान लागेको छ अब हाम्रो पुरानो जग्गामा जक्सनमा। के भन्छ भने त्यहाँदेखि अब अलिकति हामी पहिला एकदम गएको थियो नि त, काम गर्ने ठाउँ भनौँ न पहिला। आधी छोडिसकेको छ। सो हामी त्यहाँ जान लाग्छ घुम्नुलाई, किनकि आज भयो शनिबार हो। घरमा दिनभरि बसेर पनि हामी के भन्नु बोर हुन्छ क्या। सो अहिले हामी जान लाग्छ। हामी जान लाग्छ के भन्छ त्यहाँ घुम्नतिर। बहिनी पनि अब हामीले निमुलाई पनि बोलाइसकेको छ र हामी तिनैजना जाँदैछ हाम्रो घुम्न ठाउँमा। सो थाहा छ मलाई चिसोमा के राम्रो लाग्दैन भने यहाँ हेर्न सक्नुहुन्छ, हात कालो मुख कालो होइन, चाउरी परेको बुढी जस्तै हात मुख सब कालो परेको हेरौँ न यस्तो। सो आज चाहिँ मैले केही पनि गरेर खाएँ। तपाईँले एकदमै कस्तो अजिब सजिलो देख्दै होला मेरो चाहिँ होइन, किनकि आज घरमै हो के अरे, घरमा कसैले हेर्दैन। अभि जाने टाइममा त राम्रोसँग बनाउने। यताउता कलोनीमा त के हुँदैन क्या, अब झुम्का पनि लगाएन मलाई कानमा होइन, यहाँ केही पनि लगाएन, बस क्रिम धल्यो, टक्क लिपस्टिक लगायो। यहाँ हाम्रो साथी कति राम्रो देख्दो हुनुहुन्छ। उहाँ तपाईँलाई कति राम्रो देख्दो छ त्यो साँच्ची हो भने होइन क्या। तपाईँले लगाएर भने होइन क्या, मैले कस्तो भयो तपाईँले लगाएर भने होइन। हाम्रो सानी भने एकदमै सक्दैन, छिटो जानुपर्छ अहिले। सो के भनौँ, हामी जाँदैछ साथीहरू। ओए कहाँ जान्ला तिमीहरू? टाको हलाउँदै सानो भाइ हेर्नु सक्नुहुन्छ तपाईँहरू सबैजना यहाँनिर। अब शनिबारको दिन पनि बनाउनु पर्यो नि त भ्लग, किनकि शनिबारको दिन टाइम हुन्छ साथीहरू। किन अफिस जाने टाइममा त अहिले टाइम पनि हुँदैन। तपाईँलाई डेली किन्छ त्यो अफिसकै हिँडेकै बाटो देखाउँ भनेको क्या। कहिले कसो अब टाइम मिल्ने भने मलाई शनिबारको हो, त्यो शनिबारको म हल्का बनाउँछु। पछाडि मेरो बहिनी आउँदो रहेछ। अब हामी जाने
धेरै टाढो छ। तपाईँले देखाउँछु हामी त्यहाँ कहाँ जान्छ। तपाईँहरूले पहिला पनि मेरो भ्लगमा देखिसक्यो होला त्यहाँनिर हामी कहाँबाट घुमेर गएको थिएन। कहाँ जाने र त उता गर्न नजाने उता नजाने पहिला यता निमो त्यही भएर चिसो मैले उता पर घुम्दा त तिमीलाई होइन तिमीलाई म एकदम राम्रो ठाउँ देखाउँछु आज आऊ न आऊ तिमी एकदम अब म यहाँ नआएको लगभग 3 वर्ष हुँदैछ आई मिन यो जग्गा नघुमेको तपाईको घरमा त म आइबस्छु नघुमेको के हो साथी के म छेसको मर्यो कि जिन्दा के थाहा लाग्यो म सुत्यो है के हो त्यही हामी जाने अहिले त पर हाम्रो त्यो खेत घुम्न जाने भने थियो हामी होइन सो अहिले चाहिँ हामी त्यहाँ क्यान्सल गरेर किनकि घाम जान लाग्यो अब चिसोमा त फेरि के लाग्छ कपडा चिसो लगाएर गएको छ होइन र सो अहिले चाहिँ हामी त्यही मन्दिरमा जानु लाग्छ किनकि जहाँ तपाईँहरूले पहिला भिडियो देख्नुभयो होला म डेली गरेर त्यहाँ मात्रै बनाउँछु होइन सो हामी त अहिले त्यहाँ जानु लाग्छ किनकि त्यहाँनिर अब हामीलाई घाम पनि ताप्ने छ त्यही भएर हामी आफ्नो डेस्टिनीमा गइरहेछ यसलाई जति गुण गर्ने हेरौँ न कस्तो सुतेछ हेरौँ नि यो के हालचाल तेरो घर आउने बन्द गरेर मस्त सुतिरहेछ हेरौँ न यो बदमास यो तर जति गरेर नहुने त बदमास हो त बदमास यसको त बदमास मातेको कस्तो देखो पुण्य गर्छु रहेछ क्या थाहा त छ होला कि हाम्रो यो भने डेस्टिनी हो हामी यहाँ हमेसा जक्सनमा घुम्छ सो अहिले हामी यहाँ आइसकेको छ होइन त्यहाँ जाने क्यान्सल भयो त्यहाँ जाने किनकि घाम गइसकेको छ घाम त्यहाँ पनि गइसकेको छ तर त्यहाँ जान्छ बेलुका यहाँ आउँछसम्म त हाम्रो के हुन्छ भने घाम गइसक्छ क्या सो हामी त यहाँनिर अहिले के बनाउनु टोक्दा सुइडी हो यो थाहा छ यो गुण पचाउ हो यो आन्टीले कति छ अपरेसन गरिदियो होइन तर पनि यस्तो यहाँ बसिरहेको छ चल हामी टिकटक बनाउनु साथीहरू चिसो लाग्यो रे चिसो लाग्यो अब घाम पनि गइसक्यो जाम नि म नजान घाम ताप्नु त जम घाम ताम जम रुममा बसेर घुम्न आएको त्यो पनि गाह्रो भयो भने यस्तो उपरतिर घुम्छौँ भने तर के गर्ने यहाँ डेस्टिनी पनि जहिलेको बाटोमा यहाँ आउनुपर्छ त घरमा कोची गर्न पनि कस्तो अल्छी लाग्छ बिरक्दै लाग्छ कहाँ जाउँ कस्तो लाग्छ घरमा बस्नु मन लाग्दैन कहिले कस्तो भने हजुर बोलाउनु भयो तपाईँले जम हामी पनि सानीसँग जाउँ सानीले किन बोलाउँदा हुनुहुन्छ के हो कस्तो मातेको छ क्या यो एकदमै के हो छ यो तँलाई लाज पचेको निको नहोइकन यो भागे गर्ने घरबाट ओ भने यो एकदमै लाज पचेको मान्छे हो यो एकदमै लाज पचेको मान्छे त भागे 2 चोट अपरेसन गरे भने यसको ढोक दिया दस हेरौँ नै ए नटोकै कसम से जाऊ तिमी जाऊ सो हामी चाहिँ यहाँ बसिरहेको छ निमु र म अनि हाम्रो सानी भने उपर हुनुहुन्छ बस्नु भएको छ तपाईँलाई अलिक ब्लर देखेर ठिक्क देखेँ अब होइन कसरी बस्नु भएको हेर एक्लै डिफ्रेन्ट गएर रोल क्यामेरा एक्सन टिकटक बनाउनु लाग्छ हेर भएन अब फेरि ओहो कस्तो बनाइरहेको छ बिचरा हाम्रो सानी त एकदम सिम्पलै कसरी बस्नु भएको सानी निमुती कसरी बसेछ यो निमु निक्नेम हो ल म पनि टिकटक बनाउन जान्छु होला अब यहाँको पुरो जग्गा तपाईँले देखाउँछु यहाँ कस्तो दामी देख्नु ल बनाऊँ ल आम्लो छिन भनौँ न म देखिरहेको छु यहाँ कहाँ बसेर एउटा म देखिरहेको छु यहाँ अलि देखाएको छ अब देख गया हाम्रो सानी आई अहिले हामी अब आफ्नो भिडियोहरू एड बनाएर अब आफ्नो सुटिङ प्याकअप गरेर हामी त्यो घरतिर जाँदैछ होइन कति दिनदेखि यस्तो भिडियो बनाउनु भन्नुभयो त्यस्तो भिडियो फाइनली बन्यो हाम्रो सो तपाईँहरूले मेरो यो भिडियो हेर्नुको लागि चाहिँ मलाई युट्युबमा सब्सक्राइब गरिदिनु होला सो अहिले हामी घरतिर जान लाग्छ किनकि भोक पनि लागिसकेको छ तर सानले भित्र खान सक्दैन केही पनि किनकि आज भने हाम्रो बाजेको भने एक छाकी होइन र एक छाकी हो अनि भोलि चाहिँ अब के हो यस्तै मिलाएर भनौँ न सो अहिले हामी जानलाई घरतिर अहिले बाटोमा नबनाऊ होला किनकि गाडी आइरहेको छ होइन अहिले हामीले आफ्नो भिडियो सुट गरेर अब हामीतिर लाग्दछ घर तर
अब पिछली बार अब अगली बार पनि यस्तो हाम्रै शनिबारको हामीले बनाउनु पर्छ मिलेर पिछली बार त अब पिछली बार आउँछ हाम्रो डान्सको भिडियो आउँछ तपाईँले हेरिदिनु होला कमेन्ट पनि गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला यस मेरो च्यानललाई लाइक शेयर सब्सक्राइब पनि गर्नु नबिर्सिनु होला अनि मलाई धेरै धेरै माया दिनुको लागि धेरै धेरै धन्यवाद अहिलेसम्म तपाईँले यति माया दिनु भएको छ आई होप कि अर्को भिडियोहरूमा तपाईँले एकदमै मलाई माया गर्नुहुन्छ त्यस साथ म तपाईँलाई मैले राम्रो भिडियो बनाउनु आफ्नो बिस्ने सरी यसो मलाई यति भिडियो के बनाउँदा यस्तो आउँदैन नि त तर पनि हजुरहरूको लागि भनेर मैले भिडियो बनाउन सिक्दैछौँ सो मैले घाउ घाउ त कति तपाईँ हात यस्तो यस्तो गर्नुहुन्छ सो म के भन्छ तपाईँहरूको लागि भनेर मैले कुकुर अड्किँदा अरे आइतबारको भएर हामीले अलिकति भिडियो बनाएको किनकि हाम्रो कति दिन सोधेन नि त फ्यासन मैले कति दिनदेखि त्यस्तो भिडियो बनायो भनेर सोचेको थिएँ होइन तर टाइम मिलेको थिएन आज चाहिँ फाइनल टाइम मिल्यो हामीलाई सो हामी त्यो बनाउनु गएको थियौँ सो हाम्रो प्याकअप सेकअप भएर पनि हामीले आफ्नो सुट गरेर पनि हामी घरतिर जाँदैछौँ खाइसकेको छैन हातमा भरिदिएको त सकिसक्यो अब त सो अहिले त हाम्रो जान लाग्छ अब तपाईँहरूले चाहिँ मेरो सर्ट भिडियो टिकटकमा भेटाउनुहुन्छ इन्स्टाग्राम र टिकटकको आइडी त म यहाँ माथि मेन्सन गरिदिन्छु तपाईँले हेर्न सक्नुहुन्छ अरू मलाई त्यसमा फलो पनि गरिदिनु होला हजुरहरूलाई म फलो ब्याक दिन्छु सब्सक्राइब गरिदिनु मलाई पनि गरिदिनु होला उहाँको पनि छ उहाँको भिडियोहरू लागि उहाँको च्यानल माथि म मेन्सन गरिदिन्छु त्यहाँ गएर तपाईँले के भन्छ उहाँको भिडियो हेर्न सक्नुहुन्छ बाई बाई टाटा ल अहिले त घट्दो छ के भन कागज हामीले फाल्दैन कि किन यो हामीले होइन क्या पर हामीले त्यो नफाल्ने क्या उहाँहरूले फाल्छ त हामी आफू बसेको ठाउँमा अलिक सब कौन है ये कहाँ से आते हैं ऐसे लोग हेर यो साग हो कस्तो दामी यहाँ साग क्या हेर न कस्तो दामी लगाएको छ भने यो साग कस्तो दामी लगाएको छ तर यो साग लगाएर के गर्छ भने थाहा छ मतलब यो साग खाएको देखाएन कि मैले लगाउँछ मात्रै कसरी खाएको देखाएन अहिले गाली खेलाउँछ बेच्दैन हो त्यस्तो उखाडिदिन्छ फाल्छ उनीहरूले फेर माथि जस्तो भयो त लडेर हिल्ले घाइ पुगिसक्यो भाभी जान परे होंगे घुम्न जाम्ला भन्दै तपाईँ यहाँ हाम्रो पुटो कुरा सुनिकन कति छिटो माया कति छिटो कस्तो जामेको के हो यस्तो यो आज दिउँसभरि पोकेको छैन भने यहाँ पोक्ने त्यहाँ जबसम्म पोकेको छैन तबसम्म यहाँ छैन हामीलाई कहाँ जाने फेरि सामान किन्नु पर्यो यहाँ हामीले कस्तो दाम भिडियो बनाएको तपाईँले के थाहा जसुकै भिडियो बनाऊ तिमीहरू एक एकले बनाउनु भयो मेरो माया उठेको तिमी नछुटेको मम्मीको पेट उसो गर्ने हो यसो गर्ने होइन आउला साथीहरू सुट गरेर आएपछि त यहाँ लुगा सुकाउन जाला माथि मर गया सो घर गया सो साथीहरू ओ यो घाम हजुर ए हात त तपाईँलाई म आकाश देखाउँछु निलो हेर्नु ऊ पर चाहिँ घाम छ नहेर्नु होला तपाईँको आँखा चट्किन सक्छ चस्मा राख्न सक्छ सो म चाहिँ अब लुगा सुकाउँछु पहिला विश्राम गर्दा थाक्यो मेरो साँझो फुलिरहेको छ अहिलेसम्म यो अलिअलि हावाले भने सुक्छ भनेर हामी त सुकाउन आएको यहाँ अहिले किन खासै सुक्दैन किनकि घाम पनि गइसक्यो बिन्दास पारेर मैले भ्लग बनाइरहेको छैन तर यो भ्लग मम्मीले देख्यो भने मलाई गरिदिन्छ हेर म कस्तो लुगा लगाएको छ नि हावा सुरिरहेको छ मेरो मम्मी त अनि तगडा छ नि तगडा भन्दा खतरा छ तपाईँले भुते भने ए माइजूको लुगा नानीको भन्दै थियो अब मैले बिर्स्या मोहनी मेरो याददाश्त कमजोर छ क्या सानी के गरौँ याददाश्त छोरीको याददाश्त कमजोर भइसके सो हामी चाहिँ अहिले पसल आइसकेछ साथीहरू अहिले हामी तरकारी लिनु लागि आइसकेको छ यहाँ पसलमा सानी टमाटर छान्दैछ अझ माइजूभित्र यहाँ दिदीहरू हेरौँ तरकारीहरू पसल किन्दैछ भोलिको लागि
सामानहरू के चाहिन्छ त्यो किन्दा छ अनि म त्यो भन्छु यहाँ बसिरहेको छु हाम्रो पुण्डेली यहाँ साथी छ हेर्नु सक्नुहुन्छ कसरी सुतेछ नुई नुई गरिरहेको छ मस्त लाएर हाम्रो यहाँ बडी सुत्या छ म त्यहाँ हेर मेरो चलाइरहेको छ कसरी अब म एउटा जादु देखाउँछु जादु माथिमा ट्युबलाइट देख्छ ट्युबलाइट यो के गरे त्यसो त्यो यहाँ हेरौँ न यहाँ अहिले जादु बोलौँ त जे हो जादु इट्स अ म्याजिक खतरा जादु जान्छ मैले आज हामी अब भिडियो एन्ड गर्ने अब कसरी हेरौँ कुन ठाउँमा बसेर थियो त्यहाँ गएर साथीहरू यहाँ माइजू आज खानाको लागि भनेर रोटी आँटा गुन्दै हुनुहुन्छ अरू पुण्डो र म त्यहाँ बस्दैछु आज त हाम्रो भिडियो भने यहीसम्म छ हजुरहरूलाई भिडियो कस्तो के लाग्यो होला कमेन्ट गर्नु नबिर्सिनु होला अरू जो नयाँ मेरो भिडियोमा नयाँ हुनुहुन्छ लाइक सेयर कमेन्ट गर्नु अरू सब्सक्राइब गर्नु त नबिर्सिनु होला अब एन्ड गर्नु पऱ्यो नि त ओके 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 सो यही हो हाम्रो कामधामहरू सो तपाईँहरूले भिडियो कस्तो के लाग्यो कमेन्ट गर्नु नबिर्सिनु होला जो मेरो भिडियोमा नयाँ हुनुहुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु त नबिर्सिनु होला सो म आज हजुरहरूदेखि लिन चाहन्छु बिदा मेरो भिडियो अन्तिमसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद छ आजको लागि यति बाई बाई साथीहरू भ्लग एन्डिङ गर्न लागेको त हाम्रो सानीको कारनामा यहाँ त पनि कसरी उठाइरहेको बिचारा आजको हालत यहाँ साथीहरू हामी मोदी भ्लग एन्डिङ गर्नु जाने भनेको तर तपाईँहरूलाई केही देखाउने छ यो एन्ड यो सानी जति हामी रोटी बनाइरहेछौँ एकछिन भन्छ अब गोल गर्नु आँटा यहाँ यति हेर्न सक्छ थम्बनेल तातो हुँदै गर्छ त्यो घरेङ घरेङ हेर्ने होला है Hello everybody, welcome to our YouTube channel. It's me, Aisha Khatri. Aisha Khatri हो म के भने म त आक्मक्क भयो आइजले के भनेर त सो साथीहरू रमाइलो बोलेर मैले भ्लग एन्ड गरिसकेको थियो तर के गरौँ भन साथीहरू तपाईँसँग कुरा गर्नु एकदम मजा लाग्यो होइन हामी त हेरै हो भने सो माइ सानीले सबैलाई स्याम्पल पिस दिनुहुन्छ म चाहिँ आज सानीलाई स्याम्पल पिस दिन्छु हेर यत्रो डो बनाउने भनेर ल्याएर किनकि यो यत्रो आँटा छ तब राम्रोसँग डो बनाउने सानी तब आएको छैन हेर्नु सक्नुहुन्छ ए सानीहरू सानी म त बुढी पो भयो साँच्चै हेरौँ मेरो हातमा यहाँ कस्तो खपो खपो देखियो हातमा हेरौँ न हड्डी जस्तो क्या हेरौँ न अब साथीहरू म त बुढी पो भयो साँच्चै साथीहरू छिटो हामी अब रोटी बनाउँछ किनकि ढिलो भइसक्यो सानीलाई लागिसक्यो भोक छिटो हामीतिर मैले रमाइलो गर्दै आँटा यहाँ रोटी बनाउँदैछौँ साथीहरू होइन यस्तो कि अब हामीले त यहाँ रोटी बनाइराखिसकेको छ यहाँनिर सक्नुहुन्छ सब बनाइसकेको छ सो अब त म भिडियो अब फाइनली अहिले त म आफ्नो ब्लग एन्ड गर्छु हजुरहरूले मेरो भिडियो एन्ड तक हेर्दैमा धेरै धेरै धन्यवाद छ अनि जो मेरो भिडियो नयाँ हुन्छ लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गर्नु त नबिर्सनु होला अब त मैले सधैँदेखि बिदा किनकि त्यहाँ भइसकेछ अब अघि नै पनि बिदा मागेको तर के गर्ने हल्का बिचमा हल्का त मैले भएछु तपाईँले देख्न लागि मागिहाल्यो अब त फाइनली आफ्नो भिडियो एन्ड गर्न चाहन्छु अब भेटौँ ल हजुरलाई भोलिको ब्लगमा के कसो हुन्छ तपाईँलाई देखाउँछु अहिले त म हजुरलाई दिन्छु बिदा बाई बाई